साथीहरू, अन्न पानीले बनेको यो शरीर कतिखेर के हुन्छ थाहा नै हुँदैन। आज राम्रो छ भोलि पनि त्यही हुन्छ भन्न सकिँदैन। आज राम्रो छँदै आफूले उमेर छँदै सही निर्णय लिन सकियो भने, सानो रकमबाट ठुलो बिमा गर्न सकियो भने आफ्नो भविष्य सुनिश्चित हुन्छ। र यो उमेर पञ्चतत्त्वले बनेको यो शरीर उमेर बढ्दै जाँदा आफ्नो हातखुट्टा पनि गल्दै जान्छ। उमेर बढ्दै जाँदा आफ्नो आयु घट्दै जान्छ। उमेर बढ्दै जाँदा यिनी कमाउने हातखुट्टाहरू पनि गल्दै जान्छन्। उमेर बढ्दै जाँदा विभिन्न किसिमका रोगहरूको जोखिम बढ्दै जान्छ। उमेर बढ्दै जाँदा बिमा गर्ने प्रिमियम पनि बढ्दै जान्छ। त्यस कारणले आजै बिमा गरी हजुरले आफ्नो परिवारको सुरक्षा, आफ्नो सुरक्षा गरी ढुक्क भएर बस्नुहोस्।